अलिकति यो चाहिँ धेरै पर नलानुको धेरै पर नलानु अझै तल लानु क्या अझै तल अझै तल हो अझै तल हो अनि लोड पाइन्छ क्या ए आफ्नो जिउको भारले नै हो म त त्यसरी त सिकाउँछु दाजु आफ्नो शरीरको वेटले नै तल झार्नु सकिन्छ क्या बल गर्नु पर्दैन अन्त ह्यान्ड स्ट्रेन्थले भन्दा फुटकै स्ट्रेन्थ तेल अगाडिबाट लाउनु ल यो दुलोमा भन्दा पनि अगाडिबाट लाउनु ए ठ्याक्क दाँतको बिचमा पारेर नि दाँतमा चाहिँ पार्नुपर्छ सर कता यहाँ उताबाट यहाँ दाँतमा चाहिँ लाउनु हो लु भयो भयो त्यतिमा पुग्छ स्यास्टैमा चाहिँ भेट्यो भने पुग्छ क्या सर लु फेरि लानु ए बुद्धि त हो बरु तल चाहिँ निकै लानु कि लेग स्ट्रेन्थले सजिलो हुन्छ नि आफ्नो शरीरको वेटले नै ठिकिन्छ क्या धेरै माथि ल्याएपछि नि बल गर्नुपर्ने हुन्छ ह्यान्डल तलै राख्यो भनेदेखि त आफ्नो शरीरको वेटले नै ठिकेर तल लगिन्छ हो अहिले कस्तो लाग्यो धेरै सजिलो त्यही नै सजिलो छ त्यही अप्ठ्यारो छ सर निक्लेछ निक्ल्यो भयो भने त्यसो भए आमा अन्डै पाक्छ त्यसमा उल्टो पार्ने के सर यसलाई दाँतलाई उल्टो पार्ने अलिकति उचाल्नु पर्छ रोटेटरी भन्दा छिटो त यही होला है सर छिटो यो हो है छिटो यो तर पुरानो पाइपलाई यसले हुँदैन भ्याउँदैन सर उल्टो पारे सर उल्टो भयो अब लु खोल्नुहोस् सर अब यता होइन खोल्नुहोस् एक दुई खेप मात्रै पर्छ त्यहाँदेखि त हातैले घुमाउँदा हुन्छ ल अब त अब टाउको मात्रै हातले घुमाउनु छ लेफ्ट ह्यान्डले कता हो? ए यता है होइन सर अलिकति एक दुई हाल्नु भयो होला अब त ए अब चाहिँ भन्छ भयो होला अझ खकुलो घुमाउनु छ होइन त्यो सँगै हुँदाखेरि त्यो सँगै हुँदा पनि एउटै हो खराब र छोडिदिन्छ क्या लु टक्क पाउनु पुग्नु हुँदैन दुईतिरै अनि थ्रेडमा चाहिँ हिर्काउनु भएन ओहो सर यो सजिलो लाग्यो त मलाई त नि यहाँ टेक्ने पनि टेक्निक छ नि त लु अब एकपल्ट तपाईँ बस्नुहोस् अनि उहाँले काटेर फाल्नुहुन्छ ओहो अनि यो त अब अहिले मैले पाइप रेन्ज बिना यतासम्म पर्थेँ यसले चाहिँ ठ्याक्क यो चाहिने गुना नै हाल्ने ठिक्क चाहिनेसम्म मात्रै हाल्छ सर उयो त्यो यो ऱ्याचेट के पो भन्नुभयो रोटेट रोटेटर यो ऱ्याचेट देखाएछ ऱ्याचेट त्यही छ